यहाँहरु सम्पूर्णमा नमस्कार। म विनुता राई सदा एउटा फेरि भिडियो लिएर उपस्थित भइसकेकी छु। अहिले चाहिँ म कालो चस्मामा छु किनकि मेरो कालो चस्मा लगाउनु पनि अवश्य नै छ। आज चाहिँ म तपाईहरुलाई चाहिँ मैले उत्पादन गरेको प्याज चाहिँ देखाउन गइरहेको छु। अब यो प्याज चाहिँ मैले रोपेर अब मैले भण्डार गर्नका लागि चाहिँ यहाँ काट्दै छु। तपाईहरु देख्न सक्नुहुन्छ मैले रोपेको प्याज चाहिँ यस्तो यस्तो फलेका छन् यो साल हैन। म चाहिँ वर्षै त्यसै आफूलाई चाहिने प्याज चाहिँ आफै उत्पादन गर्ने गर्छु। यहाँ देख्न सक्नुहुन्छ मैले यसको बोट चाहिँ काटिसकेँ। बोट र सँगै झुन्डाएर राख्दा पनि हुन्छ होला। मसँग चाहिँ झुन्डाएर राख्ने ठाउँ अलिक छैन, त्यही भएर म चाहिँ वर्षै पछि यसको बोट चाहिँ यस्तो बोटलाई चाहिँ म काटेर राख्ने गर्छु। अब यो चाहिँ अलिकता हो, अझै पनि निकाल्न बाँकी नै छ। म चाहिँ यसरी नै उत्पादन गरेर यसरी नै यसको बोट अनि यसको तलतिरको जरा काटेर चाहिँ राख्ने गर्छु। ल है त, देख्न सक्नुहुन्छ थोरै चाहिँ निकालेँ, अझै बाँकी छ। मैले चाहिँ यसरी नै काम गर्दैछु है मित्रहरू। मेरो भिडियो कस्तो लाग्छ तपाईहरु सुरुदेखि अन्त्यसम्म हेर्दिनु होला। अनि तपाईहरु पनि हैन आफ्नो घर छेउछाउमा चाहिँ अब जग्गा चाहिँ छ भने तपाईहरु चाहिँ प्याजको बिउ पसलबाट लिएर आफैले राखेर पनि प्याज उत्पादन गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई प्याजको बिउ राख्ने आइडिया छैन भने, राम्रो उम्रिदैन भने बजारमा प्याजको बिरुवाहरू प्रशस्तै सिजनमा पाइन्छ। ल्याएर प्याजको बिरुवा यसो रोपिदिनु भयो भने यसरी फल्छ। आफूले फलाएर खानुको मजा चाहिँ बेग्लै हुन्छ। यति नै भने। हस् त, धन्यवाद, बाई बाई।